अब तुम लोग गलती से अगर नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर अपने जीजा जी फेंक के मारो या फूफा जी, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। एभ्रिवान सबैजनालाई गुड इभिनिङ भन्दै आफ्टर लङ टाइम फेरि तपाईँहरूको समक्ष एउटा सानो ब्लग लिएर आउँदैछु है। र आज ब्लगै मर्निङमै बनाउनु जस्तो लागेको थियो है, मर्निङमा चाहिँ अलिक बनाउनु सकिनँ र आज चाहिँ इभिनिङमा बनाउँदैछु है। र लगभग टाइम अहिले 4:15 हुँदैछ र यो युनिफर्मलाई चाहिँ प्लिज इग्नोर गरिदिनुहोस् होला है, बस्तीको जग्गामा हो यस्तै हुन्छ है लुगाहरू है। र आजको ब्लग चाहिँ टाकटुक भएको नभएको सबै केमा जाँदैछ, जङ्गलमै भएको छ है। र तपाईँहरूलाई सानो एउटा सर्ट क्लिप है ब्लग गरेर देखाइदिउँ भनेर मेरो एउटा इच्छा भएर चाहिँ मैले ब्लग बनाउँदैछु है। कन्टिन्यू बस्नुहोस् होला है, ब्लगमा चाहिँ इन्सम्म हेर्नुहोस् होला है। आज चाहिँ के छ भन्दा चाहिँ है, अब हामीहरू फर्किँदैछु, घर फर्किने तरफ लाग्दैछु है। र आज हामी चाहिँ फिलहाल चाहिँ जङ्गलमा चाहिँ किन आएका थियौँ भने चाहिँ अब मकै छोड्ने सिजन लागिसक्यो, तपाईँलाई सबैलाई यादै भएको कुरो हो। र मकै छोड्ने त्यसै हुँदैन, गोरु जोतेरै मात्रै मकै पलाउँछ है। र त्यसको लागि गोरु जोत्नु लागि मेन चाहिँ हरिस चाहिँ हुनुपर्छ हलोमा है। र त्यसको लागि हरिस नभएकोले गर्दाखेरि चाहिँ हामी चाहिँ हरिस ल्याउनु आएको आपा र म चाहिँ है। र फिलहाल तपाईँले मेरो ब्याकग्राउन्डमा दिनु सक्नुहुन्छ, लडाइरहेको छ हरिस चाहिँ 1250 रुपियाँ जस्तो छ, स्याल पुछेको है। एकदमै गरौँ छ हो, अप्ठ्यारो बाटोमा चाहिँ मैले तानेर लिएको छु, यो लाडाले बाँधेर है। र सजिलो ठाउँमा चाहिँ यो कुममै बोकेर लिएको है। र गरौँ छ, अचम्म गरौँ छ। र आधा बाटो पुगेँ र ब्लग चाहिँ म बिहानै बनाउँछु लाग्यो, बिहान चाहिँ के भन्छु उकालो हिँड्नु पुरा साह्रो परेको गर्दा चाहिँ बनाउनु सकिनँ। र अहिले फिलहाल फर्किँदा चाहिँ एकछिन बिसाएको थिएँ है। र बिसाउँदा चाहिँ मेरो मनमा के भन्दा एउटा सानोमा म ब्लग बनाउनु सम्झिरहेको थिएँ, त्यही भएर चाहिँ मैले बनाएको है। र हेर्नुहोस् होला, देख्नु सक्नुहुन्छ तपाईँहरूले, बस्तीमा चाहिँ यस्तै चाहिँ जिन्दगी साथीभाइ के भन्नु अब नभने पनि भएको छैन है। र ब्लगमा चाहिँ कन्टिन्यू बस्दैछ। बिस्तारै चरा त्यो मुनिको सिधा बाङ्गो छ नि, नकाटौँ छोड्नु। त्यो पहिले एउटा चाहिँ काटिहाल्नु नि। एक्रेको बोट चाहिँ यसलाई भन्छन्, तर फलेन यसको दाना छैन। त्यही त लैजाउँ भनेको छ नि। तपाईँले हेर्नुहोस् त, अब रात परिसकेको जस्तै जस्तै हुँदैछ है। र फिलहाल आधा बाटो त पुगिसकेको छु। र तपाईँहरूको लागि चाहिँ म यो सानो ब्लग बनाउनलाई है, दिनु सक्नुहुन्छ तपाईँले। यो खाके छ धुसिनी गाडी जङ्गल एरिया चाहिँ साह्रो छ है साथीभाइ हो।